हेलो गुड मर्निङ एन्ड वेलकम टु आवर भ्लग। आज चाहिँ हामी एनपिएलको बारेमा कुरा गर्दैछौँ। एनपिएल नजिकै छ, त्यसपछि हाम्रो ट्यु ग्राउन्ड होइन सजिँदैछ र एनपिएलको नजिक हुँदैछौँ हामी। तपाईँ चाहिँ एनपिएलमा कुन टिमको समर्थक? आज चाहिँ हामी थोरै एनपिएलको बारेमा, एनपिएल भित्र पनि चितवन राइनोज र चितवन राइनोज भित्र पनि चितवन राइनोजका कप्तान कुशल मल्लको बारेमा थोरै चर्चा गर्नेछौँ। Bowled him. He's shown his stumps to Malla and राष्ट्रिय टिमका रेगुलर मेम्बर कुशल मल्ल जब उनको ब्याट चल्छ तब संसारका जुन कुनै ग्राउन्डका पनि बााउन्ड्रीहरू छोटा लाग्छन्। जब ब्याट चल्छ मैदानमा तुफान छाउँछ अनि जब बल तब मैदानमा सन्नाटा। he's got a lot of willow on this one. Just the sound of leather hitting willow. Middle sounds in the world. Leather on wood. It's a beautiful sound. T20 अन्तर्राष्ट्रियमा कुशल मल्लले 1003 रन बनाउनुका साथै बलिङ मार्फत 19 विकेट लिएका छन्। राष्ट्रिय टिममा हार्ड हिटरको रूपमा चिनिने कुशल मल्लले गत सिजन एनपिएलमा उसको ब्याटबाट कति रन बनाएका छन् र बलिङ मार्फत कति विकेट लिए। समग्रमा भन्ने हो भने कुशल मल्लको गत सिजनको एनपिएल एकदमै उत्कृष्ट रह्यो, जसमा उनले बलिङ मार्फत 9 विकेट लिए भने ब्याटिङ मार्फत 223 रन बनाएका थिए। Big one this. It's a little bit taller in the deep as this one is smoked right out of the middle of the bat, and this one's even bigger. 7.5 and over. No respite. आशा गरौँ यसपालिको एनपिएलमा पनि क्याप्टेन कुशल मल्लको ब्याटिङ र बलिङ कुशलता हेर्न पाइनेछ। यदि यहाँलाई कुशल मल्ल मनपर्छ र यदि तपाईँ चितवन राइनोजको फ्यान हो भने कमेन्टमा गुड लक लेख्न नबिर्सिनुहोला। भिडियो कस्तो लाग्यो? यदि यहाँलाई भिडियो मन पर्यो भने एक लाइक र एक सब्सक्राइब गर्न नबिर्सिनुहोला। हेरेर साथ दिनुभयो यहाँलाई धन्यवाद। जय नेपाल, नेपालको जय होस्।